हरेक भ्रष्टाचारीको घरबाट एक एक रुपियाँ निकाल्छु, तिनीहरू तान्छु, ल्याउँछु, देखाउँछु, संसारले थाहा पाउँछ नेपाल कसरी परिवर्तन हुन्छ भनेर। कसैले नछोड्ने, कसैले नछोड्ने, बुढो भए पनि नछोड्ने। म कसैलाई छोड्दैन। यो तपाईहरुको मिडिया मार्फत म भन्न चाहन्छु कि म कसैलाई छोड्दिन, म एकजनालाई छोड्दिन। म मेरो देशको कसम खान्छु, म मेरो त्यो फलन सोल्जर्सहरुको लागि कसम खान्छु, मेरो त्यो गोली खाएको भाइहरुको कसम खान्छु कि म कसैलाई छोड्दिन। एक छोड्दिन, दुई छोड्दिन, तीन छोड्दिन। मेरो देशलाई लुट्ने नेताहरू जसरी तिमीले हरेक आमालाई दुःख दिएछौ, हरेक जनतालाई दुःख दिएछौ, कसैलाई छोड्दिन। यो हेक्का राख्नु, कहाँ भाग्नु छ भाग्नु, अहिले नै हो चान्स। खोजेर भनी झार्छौँ हामीले, नेपाली जनताले झार्छ। अब कसैले झार्दैन। तपाईहरु जहाँ जहाँ लुक्नुहुन्छ निकाल्छौँ हामी तपाईहरुलाई। यति दुःख पाछ हाम्रो नेपाल आमाले। सतीले सरापेको देश भन्छ। यति राम्रो छ हाम्रो देश। हेर्नुस् हिमाल पहाड तराई। म जहिले घुम्न जान्छु, मलाई के दुःख हुने बित्तिकै, मलाई के गाह्रो हुने बित्तिकै जहिले घुम्न जान्छु। झरना हेर्छु कति राम्रो छ, पहाड हेर्छु कति राम्रो छ। ओके, म सुदन गुरुङ, हामी नेपालको अध्यक्ष। एकैछिन पक्रै कस्तो आशा आयो भने त्यत्तिरै कस्तो राम्रो लाग्यो क्या मलाई। यो एउटा सपना थियो क्या हाम्रो, देश परिवर्तन हुन्छ भन्ने एउटा आशा थियो। आज मैले मेरो अगाडि हजुरहरू सबैजना देख्दाखेरि मलाई बल्ल मेरो देश परिवर्तन भयो जस्तो फिल भइरहेछ। त्यही भएर अलिकति कन्ट्रोल गरिरहेको छु। गयो यस्तो आँसु आउँछ त्यत्तिरै क्या। अलि पानी मेरो अलि सुतेको छुइनँ कि म, अनि त्यही भएर अलिक विक फिल गरिरहेको छु। होइन म गएर बोल्छु नि, सकिहाल्छु नि। ओली भइदिएको बस्थ्यो होला। ओके, म सुरु गरेँ। आई थिङ्क अब आँसु अलिकति झरिसकेको जस्तो लाग्यो। त्यो एकदम धेरै देखेको छु नि त मैले बाटोमा, मेरो भाइहरूलाई पिटेकोदेखि लिएर होइन, मेरो साथीभाइहरूलाई गोली हानेकोदेखि लिएर होइन। यत्रो त सानो सानो भाइहरू थियो, गोली हान्दै